आज यस भिजिट नेपाल 2020 लाई सफल पाल्नुभएका सम्पूर्ण महानुभावहरूलाई हार्दिक अभिवादन प्रकट गर्दछु। पाहुना आफैमा अमल चिज हो, जसमा यो भिजिट नेपाल 2020 मा आउनुहुने पाहुनाहरूलाई हामीले सम्मान गरौँ, उनीहरूलाई तिरस्कार नगरौँ, उनीहरूप्रति सम्मान गरौँ। आज हामीले पाहुनालाई राम्ररी भित्राउन सक्यो भने हाम्रो देशको र हाम्रो गाउँको पनि विकास हुन्छ। यदि हामीले पाहुनालाई राम्रो सत्कार गर्न सकेनौँ भने आज हाम्रो देश र गाउँलाई सबैले हेला गर्छन्। र हामीले पाहुनापातलाई राम्रो गर्न सक्यौँ, सम्मान गर्न सक्यौँ भने हाम्रो आर्थिक उन्नति हुन्छ। यदि हामीले पाहुनाहरूलाई राम्रो सत्कार गर्न सकेनौँ भने उनीहरूबाट हाम्रो गाउँको र हाम्रो ठाउँको नराम्रो मेसेजहरू जान सक्छ। त्यसले गर्दा हाम्रो गाउँमा रहेका सुन्दर पर्यटक स्थलहरू हेर्नका लागि पाहुनाहरू दुर्लभ हुन्छन्। त्यसैले हामीले आय आर्जन गर्नका लागि हामीलाई धेरै नै कठिनाइ हुन्छ। यति भन्दै म यस भिजिट नेपाल 2020 लाई सभ्य र भव्य बनाइदिनका लागि यहाँहरूप्रति म मेरो भनाइ व्यक्त गर्दछु र हाम्रो गाउँमा भित्रिएका पाहुनाहरूलाई सम्मान गरौँ, उनीहरूलाई हेला नगरौँ, उनीहरूलाई सत्कार गरौँ। यति भन्दै म आफ्नो दुई शब्द यहीँ टुङ्गाउँछु र केही त्यसको बारेमा केही बोल्नको लागि मेरो साथीलाई विनम्र अनुरोध गर्दछु। नमस्ते सबैजनालाई। हाम्रो नेपालमा जुन पाहुनाहरू आउँछ कसरी इन्कम हुन्छ भन्ने कुरामा म केही प्रश्न पाठ दिन गइरहेको छु। हाम्रो देशमा विदेशी पाहुनाहरू आउँछ, खान्छ, बस्छ र त्यसबाट हाम्रो देशको आर्थिक उन्नति हुन्छ। त्यही भएर हामीले पाहुनाहरूलाई स्वागत गर्नुपर्छ, हामीलाई फाइदा हुन्छ, हाम्रो संस्कृतिहरूको पनि प्रचार हुन्छ, विदेशसम्म प्रचार हुन्छ। त्यति भन्दै आफ्नो देशको यति हो। होइन यार, हाम्रो गाउँमा पनि भिजिट नेपाल 2020 को लागि हामीले अघि कार्यक्रम गरिहाल्यौँ होइन। अब पाहुनाहरू आउने होला, हामीले पनि अब उनीहरूलाई मान मर्यादा गर्नु पऱ्यो नि। होइन दाइ, केटीहरू पनि आउँछ त। पाहुनाहरू भनेको केटाकेटी बुढापाकाहरू सबै आउँछ नि यार। हो नि, दाइ केटीहरू आयो भने त म एउटालाई पटाइहाल्छु नि हौ। है के भन्छ यसले? होइन हौ ल्याङ ब्रो यार, तिमी पनि केटीको लागि किन मरि हत्या गर्छौ यार? दाइ 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 हाम्रो गाउँमा त नयाँ केटीहरू आएको छ नि। ओइ दामी दामी आएको छ हो। कमाल छ दाइ। ल हो साथीहरू यार, ओ दाइ अस्ति आउने केटीहरूको दामी दामी थियो नि। अखा थियो नि भाइ केटीहरू त। ओइ सुन्न विवेक यार, भन्न यार भिजिट नेपाल 2020 बारेमा त यार मलाई बब्बाल ल्याएको छ नि यार। हो हान्न त। सुन्ने हो सुन। त भिडियो साने ल म भिडियो ल डान्स गरे ल म डान्स हान्छु। भिजिट 2020 लाई म कसरी भित्र हो, बाहिर केटीहरूलाई कसरी जिस्काऊ। या या केटीहरू सबै मेरो हो, केटीहरू सबै मेरो हो, मेरो हो, हे मेरो हो। या या दाइ 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 कति राम्रो केटीहरू आइरहेको छ। ए हो त है, हेर्दै रे विवेक। हेलो तोर्बिने कता? ओ यार यो 5 सेन्स भन्ने थाहा थियो, नाउन्सेन्स कहाँबाट आयो यार? त्यही त यार, इडियट। हामी इडियट होइनौ, हिरो हो हिरो हो। हामी इडियट होइन, हिरो हो हिरो 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 हिरो। ल तोर्बिने त बालै दिएन त यार। हो यार। नमस्ते, यहाँलाई स्वागत छ हाम्रो गाउँमा। धन्यवाद। म चाहिँ भने मेरो साथी चम्किशोर र ऊ चाहिँ ल्याङ ब्रो। यहाँहरूलाई आउँदाखेरि कुनै गाह्रो त भएन नि? खासै त केही भएन, तर बाटोमा ती बदमास केटाले जिस्काइरहेको थियो। ल सोल्टीहरूलाई त्यो बाटोमा त्यो तोर्पी केटाहरूले ल्याङ गरे जस्तो छ नि। र त्यसो भए जाउँ न गाउँतिरै। यहाँ श्रीनगर गाउँ रमाइलो छ भनेको, तर यहाँको केटाहरू बदमास रहेछ। ल तोर्बेहरूले त फेरि ल्याङ गरे जस्तो छ नि यार, तिनीहरूले त गाउँै बिगार्ने भयो नि। हो नि ब्रो, सोल्टीहरूले पिर नगरे पनि हुन्छ कि, हाम्रो गाउँ राम्रो छ कि। खोइ अब आइहाल्यो घुम्नलाई। नमस्ते। ल यार केटाहरू के छ यार ब्रो यार? सब ठिक छ यार, के छ यार? होइन यार केटा हो, तिमीहरूले केटी देख्नै हुँदैन हो कि क्या हो यार? मेरो यो भन्दा यार
हो नि यार तिनीहरू त हाम्रो गाउँको पाहुनाहरू हो यार पाहुनाहरूलाई स्वागत गर्नुपर्छ यार हो नि भाइ हाम्रो गाउँमा आएको पाहुनाहरूलाई हामीले सत्कार गर्नु भने सम्मान गऱ्यो भने अनि हाम्रो गाउँको विकास हुन्छ हामी जस्तो युवाहरूले जताभावी गर्ने गाली गर्छ गर्ने केटी जिस्काउने गऱ्यो भने हाम्रो गाउँको विकास कसरी हुन्छ यो कुरा चाहिँ हामीलाई त थाहै थिएन तपाईँहरूले आँखा खोलिदिनु भयो अब हामीबाट यस्तो गल्ती कहिले पनि हुँदैन दाइ अब हामी अतिथिको सत्कार गर्छौँ दाइ सरी ब्रो सरी ल त्यसो भए धन्यवाद छ भाइहरू धन्यवाद हस् दाइ हस् हेर्न कस्तो राम्रो ठाउँ छ म खिचिदिन्छु बस बस हामी सबैजना हुन्छ ल हजुरहरू हाम्रो गाउँ कस्तो लाग्यो नि त ठिकै लाग्यो तर त्यो बदमास केटाहरू चाहिँ अलि भएन ल सोल्टिनीहरू पिर गर्नु पर्दैन कि तिनीहरूको घैँटोमा घाम लागिसक्यो कि ए हो र हो नि ल्याङ्ब्रो भएपछि के को चिन्ता लिनु हो नि भाइ हो ल हामीलाई ढिला भइसक्यो अब हामी जान्छौँ हस् त फेरि आउँदै गरौँ ल आउँदै गर्नु होला है हस् ल यहाँहरूलाई हस् बाई 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 नमस्ते हाम्रो भिडियो तपाईँहरूलाई कस्तो लाग्यो मन परेमा लाइक गरिदिनु होला सेयर पनि गरिदिनु होला तपाईँहरूलाई त्यो नबुझेको कुराहरू कमेन्टमा भन्न सक्नुहुन्छ हाम्रो यो ओम फिल्म च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला साथमा बेल आइकन पनि थिचिदिनु होला